हो अब त्यो मिडिया छ छैन के कसो भन्ने कुराहरू त्यो गरिने कुराहरू होइन आफ्नो ठाउँमा होइन मैले तपाईँलाई भन्न खोजेको यस्तो छ माथिको आदेश भन्दैमा नि तपाईँले के गोली हानिहाले त भन्ने मलाई कुन कानुन लाग्यो त खोइ राति पनि लाग्छ त कानुन पक्राउ ल्याउनु कानुन त 24 घण्टा लाग्छ नि राति ल मलाई बस्छ न राति नचाहिने काम गर्यो भने दिउँसो पऱ्यो भने घर थापा थापा त मार्दै होइन नि होइन यहाँ पटाको पछि आएर कम्प्युटर लगाएर सबै अब अलरेडी एउटा फुकुली पनि लगाएको जेले भयो त्यति लगाएको छ पुरै खोल्न भाइ कोर्टमै कम्प्युटर सुद्धा लगाइदिएको छ यत्रो बेला पुलिस आएको नेपालमा पुलिस चाहिँ धेर भएको छ क्या कत्रो बेला पुलिस आएको मलाई यो कुरामा चाहिँ नि मलाई एकदमै चित्त नबुझेको कुरा यो हो म जाउँला मलाई ठुलो कुरो भएन म जाउँला ठुलो कुरो भएन तर तपाईँले तीन स्टेप तपाईँले चाहिँ भन्न सक्नुहुन्न अब यता वार्ता गर्ने कुरो भनेर भनेको छ मैले 7 गते सुरुको अल्टिमेटम दिएर निकालेको नि त यिनीहरूले भने के 7 गतेको लागि गरेको त्यो तौलिया पनि हेर्नु त्यसले गर्दा तपाईँले के बुझ्नु भने नि एउटा मर्यादा पनि राख्नुहोस् पुलिसको इज्जत पनि राख्नुहोस् आफूले पनि आफ्नुभन्दा सिनियर अफिसरलाई भन्नुहोस् है यस्तो छ होइन कतिवटा काण्डहरू चाहिँ आज खोजिया छैन दाइको कुरा मना छ यो कुरा तपाईँले उठाएको कुरा यो त तपाईँले एउटा कुरा पक्रिने मान्छे एउटा पक्रेको छैन मैले भने त सिंहदरबारमा आगो लगाउने सर्वोच्च अदालतमा आगो लगाउने मान्छे आज चुनावमा भोट मागेर हिँडेर पक्रिनु सक्नुभयो तेरो सिंहदरबार जलाइदिए तेरो सर्वोच्च जलाइदिए तेरो पुलिस मार्ने भन्ने मान्छे पक्रेको छ खोइ कहाँ पक्रिनु भयो त एकछिन यस्तो छ तपाईँलाई भने माथिको आदेश भन्दैमा के तपाईँ छोरीलाई उ गर्नुहुन्छ फलानुलाई गोली हाल्नु भन्नु हाल्नुहुन्छ मैले यसरी म तपाईँसँग विशेष गरी कि उहाँ एसपी अफिसर जस्तो मान्छे भएकोले गर्दाखेरि नि उहाँलाई मैले के भनेको भने पुलिसको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला एउटा पत्रकारिताको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला तपाईँहरूले जुन कन्फ्रन्टेसन बढाउनु हुँदैछ नि यसले तपाईँले एउटा कुरो के भन्नुहुन्छ दुर्गा प्रसाद कहिले गर्दै त्यो गल्ने मान्छे पनि होइन फेरि तपाईँसँग मेरो नराम्रो कुनै पनि होइन मलाई के भन्दाखेरि नि गाडी आइपुगेछ केटाहरू उता एकैछिन नोट गर्ने होइन ड्राइभर तपाईँ भक्तपुरको एसपी साहब होइन मलाई भेटाइदिएको एकछिन तपाईँ जतिको एसपी भएर नि तपाईँहरू जतिको एसपी भएर नि यस्तो निरीह नबन्नुहोस् यस्तो हो अब त्यो मिडिया छ छैन के कसो भन्ने कुराहरू त्यो गरिने कुराहरू होइन आफ्नो ठाउँमा होइन मैले तपाईँलाई भन्न खोजेको माथिको आदेश भन्दैमा नि तपाईँले के गोली हानिहाले त भन्ने मलाई कुन कानुन लाग्यो त खोइ राति पनि लाग्छ त कानुन पक्राउ ल्याउनु कानुन त 24 घण्टा लाग्छ नि राति ल मलाई बस्छ न राति नचाहिने काम गर्यो भने दिउँसो पऱ्यो भने घर थापा थापा त मार्दै होइन नि होइन यहाँ पटाको पछि आएर कम्प्युटर लगाएर सबै अलरेडी एउटा फुकुली पनि लगाएको जेले भयो त्यति लगाएको छ पुरै खोल्न भाइ कोर्टमै कम्प्युटर सुद्धा लगाइदिएको छ यत्रो बेला पुलिस आएको
कस्तो बिना पुलिस आएको हौ नेपालमा पुलिस चाहिँ धेर भएको छ क्या कस्तो बिना पुलिस आएको